मित्रहरू नमस्ते। विश्वास छ यहाँहरू सबैजना आराममा हुनुहुन्छ। म सञ्जीव केसी र आज यहाँहरूका बिचमा चुनावी सरगर्मीको सन्दर्भमा एउटा नयाँ कुराकानी मेरो व्यक्तिगत युट्युब च्यानल बोल्ने मान्छे आउटरिच भोकल पर्सन मार्फत यहाँहरूसँग साझेदारी गर्दैछु। यसपटकको चुनावमा विशेष गरी नेकपा एमाले घोषणापत्रमा ठुल्ठुला बाचाहरू गरेको छ। सबै युवालाई सस्तोमा निशुल्क डाटा, तर प्रश्न उठ्छ, देशको बजेटले कति धान्छ यसरी निशुल्क डाटा मान्नका निमित्त? अनि अर्को, छोटो समयमै लाखौँ रोजगारी सृजना गर्ने उद्योग र लगानी बिना यो के सम्भव छ? यो हास्यास्पद जस्तै लाग्छ। त्यस्तै देशको पुरानो र ठुलो दल नेपाली काङ्ग्रेस, जो रूपान्तरित दोस्रो पुस्ताको काङ्ग्रेस पनि बनेको छ, यसका केही अपत्यरिला चुनावी घोषणापत्रहरू जुन पुराना र गएका वर्षहरूका चुनावी घोषणापत्रमा पनि समेटिएको थियो करिब। यसले भन्छ नेपाली काङ्ग्रेस केही समयभित्र उच्च आर्थिक वृद्धि दर र रोजगारी सृजना गर्नका लागि कटिबद्ध भएर लाग्नेछ। तर प्रश्न अनुत्तरित छ, कति लगानी चाहिन्छ र लगानी व्यवस्थापन कसरी हुन्छ? अनि अर्को कुरा, देशभरका ठुला पूर्वाधार परियोजनाहरू तीव्र गतिमा पुरा गर्ने लक्ष्य, तर के प्रक्रिया र बजेटले साथ देला? अनि अर्को दल नेपाली कम्युनिस्ट पार्टीले शिक्षा, स्वास्थ्य जस्ता सेवा अझ निशुल्क, सस्तो र यसलाई सहज बनाउने लक्ष्य लिएको छ। फेरि पनि प्रश्न आउँछ, बजेट कहाँबाट व्यवस्थापन गर्ने हो? क्रमशः केही समयभित्रै भूमि सुधार र आय असमानता घटाउने योजनाहरू पनि छन्, यद्यपि सहज कार्यान्वयन हुने कुरा सुनिश्चित भने छैन। अब भने अर्कोतिर सम्भावनाले भरिएको उम्मेदवारहरूलाई देशैभरि उठारेर वाहवाही र जनउभारले घन्टी बजाइरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा गरौँ। द्रुत गतिमा भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधार प्रणाली परिवर्तनको माध्यमबाट सम्भव छ भन्ने कुरा युवा पुस्ताले राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको छ। यसमा विश्वास गर्ने केही आधारहरू छन्। अनि अर्को कुरा, सरकारी सेवा डिजिटल र पारदर्शी बनाउने लक्ष्य, उन्नत पूर्वाधार तयार गरेर यसलाई पनि सम्भव बनाउन सकिन्छ। आखिर हामीले चाहेको समृद्ध देश र उन्नत लोकतान्त्रिक व्यवस्था नै हो। पटक पटक सत्ता र शक्तिको प्रयोग गरेर काङ्ग्रेस, एमाले र माओवादीहरूले जनताका भावनामाथि कुठाराघात गरेपछि यसपटकको जनलहर रासोपाको तर्फबाट अगाडि बढेको छ। आक्रामक रूपमा मानिसहरू बोलबद्ध भएका छन्। यहाँ जनता नै सर्वोपरि शक्ति हुन्। चुनाव चिन्ह घन्टीमा मतदान गर्न आतुर सबै तपाईँ जनता जनार्दनमा यसपटक पक्कै धोका हुने छैन भन्ने विश्वास मैले पनि लिएको छु। विवेकको मत चुनाव चिन्ह घन्टीमा मतदान गरेर विकास र निकासको बाटोमा अघि बढौँ। यहाँहरू सबैलाई विवेकपूर्ण मतदान गर्नका निमित्त हार्दिक शुभकामना। नमस्ते, धन्यवाद।